यसपालिको चुनावमा कसलाई भोट हाल्दा ठिक हुन्छ होला हौ? केपी ओलीलाई नै हालौँ कि क्या हो भन्दा पनि फेरि अस्ति त्यत्रो भाइ बहिनीहरू मरेको हेरी बस्ने प्रधानमन्त्रीलाई फेरि भोट हालेर के प्रधानमन्त्री बनाउनु है? अब शेरे बहादुरलाई नै हालिदिउँ न त भनौँ भने फेरि बोलेकै बुझिँदैन। त्यस्तोलाई के भोट हालेर प्रधानमन्त्री बनाउनु है? अब प्रचण्डलाई बनाऊँ न त भन्यो भने अस्ति त्यत्रो कालो त्यो स्रोतै नखुलेको पैसा है घरभरि जलेको देखेको आफ्नै आँखाले के भोट हालेर फेरि प्रधानमन्त्री बनाउनु है? अब रविलाई प्रधानमन्त्री बनाऊँ न त नयाँ भनौँ भने फेरि ठगी सहकारी ठगी भन्छ सबैले। फेरि कतिवटा मुद्दा छ त्यो अब भोट हालेर पनि प्रधानमन्त्री बन्ने होइन होला। फेरि अहिले त बालेन, अब बालेनलाई प्रधानमन्त्री बनाउँ न त रासोपालाई भोट हालेर भने फेरि अस्ति फक रासोपा भनेको अहिले प्रधानमन्त्री बन्नु पाउँछु भनेर फेरि त्यही रासोपामा मिलेको छ। फेरि कुन दिन फक जनता भनिदिन्छ कि भन्ने डर पनि लाग्छ। त्यस्तो बोल्दै नबोल्ने फेरि कोहीसँग अस्ति मेयर हुँदा त अब भोलिपर्सि प्रधानमन्त्री भयो भने त फेरि जनताको गुनासो सुन्लान् र त्यस्तोलाई के भोट हाल्नु हो? के भोट हालेर प्रधानमन्त्री बनाउनु है? अब फेरि यता हाम्रो हर्के सम्पर्कलाई भोट हालौँ भने खालि अर्काको खेद खन्ने गाली नै मात्रै गर्छ। भिजन चाहिँ यस्तो गरेर यस्तो गर्छु नि त म देश बनाउँछु भन्दैन, खालि ढुङ्गा बोक्नुपर्छ भनेको छ। लात्ताले हान्छु आँठाहरूलाई भन्छ, के गाली नै मात्रै गर्छ। त्यस्तोलाई भोट हालेर के प्रधानमन्त्री बनाउनु होला है? ल भाइ बहिनीहरू भनिदेऊ त, तपाईँहरूको सुझाव देऊ त, कसलाई चाहिँ भोट हाल्दाखेरि ठिक होला र किन? कारणसहित सुझाव देऊ त, कसलाई भोट हालौँ? म त अकमक्क परेँ के यसपालि यार।